नमस्कार यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ र आजको डिस्कसनको टपिक रहेको छ मिनिमम सर्फेस अफ रिभोल्युसन भनेर छ र बेसिकली यो चाहिँ क्याल्कुलस अफ भेरिएसनकै एउटा एक्जाम्पल हो अथवा क्याल्कुलस अफ भेरिएसनको एउटा एप्लिकेसन हो। योभन्दा प्रिभियस भिडियोजहरुमा हामीले अरु दुईवटा एप्लिकेसनहरु अलरेडी गरिसकेका छौं र यो सर्फेस अफ रिभोल्युसन मिनिमम हुनको लागि हैन मिनिमम हुनको लागि चाहिँ कस्तो खालको यसको कर्वको शेप कस्तो हुनुपर्छ भन्ने कुरा हामीले यसबाट लिन्छौं। फिगरमा तपाईहरुले अब यो फिगर अलिकति उ पनि होला तपाईहरुले बुकहरुबाट पनि रिफर गर्न सक्नुहुन्छ। यहाँ अलिकति त्यति राम्रोसँग बनेको छैन। यो x1 x2 हो, सफिक्समा हो है। यो x1 x2 लेख्दाखेरि मात्रै भाग हो। x2 y2 यो सफिक्समा छ 2 पनि यो पनि है। We form a surface of revolution by revolving a curve around a certain axis हैन। अब यो हामीले हाम्रो एक्सिस अफ रिभोल्युसन भनेको y हो। यो एक्सिस को अराउन्डमा हामीले चाहिँ रिभल्भ गरिराखेका छौं हैन। र यो कर्वलाई हामीले रिभोल्युसन गर्दाखेरि मिनिमम एरिया हुनको लागि कस्तो हुनुपर्छ भन्ने कुरा हेर्छौं हामी। इन दिस एक्जाम्पल a curve passing through points x1 passing through ends x1 y1 and x2 y2 has been rotated about y axis हैन। अब त्यसको लागि एउटा सानो स्ट्राइप लियौं। एउटा सानो चाहिँ यो त इन्ड नै भो x1 y1 र x2 y2 त त्यो भन्दा बीचको एउटा सानो अब प्लेनमा हुँदाखेरि त हामीले लेन्थ एलिमेन्ट भनेर लिन्थ्यौं। यहाँ चाहिँ अब एउटा एरिया जस्तो मानौं त्यसलाई। लेट अस कन्सिडर अ स्ट्राइप एट पोइन्ट ए। एउटा यहाँनेर एउटा स्ट्राइप भनेर कन्सिडर गरौं। एउटा सानो स्ट्राइप लियौं। एउटा त्यसको सेक्सन भनौं न जसको त अब लेन्थ जस्तो भन्दा नि एरिया जस्तो हुने भो। एट ए फर्मड ड्यू टु रिभोल्युसन अफ आर्क लेन्थ ds। यसको लेन्थ यसको आर्क लेन्थ भनेको ds है। यो ds हो। जसरी यहाँ ds भनेको लेन्थ भन्दा पनि यसको आर्क लेन्थ भनौं। About y axis if the distance of this arc from y axis is x हैन। यो आर्क को डिस्टेन्स चाहिँ y एक्सिस बाट x छ भनेको यो y एक्सिस जुन भर्टिकल y एक्सिस छ यो y बाट यो a सम्मको दूरी ds भनेको यो हो। ds भनेको यहाँ मैले पोइन्टर देखाउन सकिराखेको छैन। यो भनेको चाहिँ तपाईको चाहिँ ds हो। यति यो भनेको सानो यो भनेको मेरो माउसलाई तपाईहरु हेर्नु। अनि x भनेको यो होरिजन्टल या y बाट यो भर्टिकल लाइन बाट यो a सम्मको डिस्टेन्स चाहिँ x हो। if the distance of this arc from y axis is x then यसको सरफेस एरिया कति होला उसो भयो भन्दाखेरि 2 पाइ x into dx हैन। 2 पाइ r into h भनेर जसरी तपाईले लेख्नुहुन्थ्यो त्यस्तै गरे 2 पाइ x into dx। x भनेको योबाट यहाँसम्मको डिस्टेन्स, ds भनेको यसको स्ट्राइपको चाहिँ के रे आर्क लेन्थ। उसो भए तपाईको चाहिँ के हुने भयो त भन्दाखेरि देन अब हाम्रो चाहिँ जुन एरिया छ यो एरिया भनेको चाहिँ कस्तो होला त भन्दा 2 पाइ x into dx। यो ds भनेको त यो भन्दा अगाडिको भिडियोहरुमा पनि धेरै पटक आइसकेको छ। अंडर रूट dx स्क्वायर प्लस dy स्क्वायर। ds भनेको के अरे अंडर रूट dx स्क्वायर प्लस dy स्क्वायर। अब dx लाई हामीले बाहिर कमन निकाल्ने हो भने भित्र बच्ने भनेको 1 प्लस dy अपन dx को होल स्क्वायर। dy अपन मा dx भनेको के हो त y डट हो। यसको मतलब के आयो त 2 पाइ x इन्टु रुट ओभर 1 प्लस y डट को स्क्वायर इन्टु dx। अब हामीले त चाहिएको त टोटल एरिया हो। यो त यतिको एरिया आयो नि। यो जुन तपाईले यो स्ट्राइप देखिराख्नु भएको छ यतिको एरिया आयो। अब हामीलाई त यो पुरैको यहाँबाट यहाँसम्मको एरिया चाहिने हो। अब हाम्रो डोमी भेरिएबल x छ भने चाहिँ 1 बाट 2 सम्म i भनेको अब टोटल इन्टिग्रल जसलाई अब हामी एरिया अब अहिलेको लागि चाहिँ हामीले यो एरिया भएको हुनाले यसको टोटल इन्टिग्रेसन भनेको पनि एरिया आउला। यो i भनेको त जनरल नोटेसन भयो। अहिलेको लागि यो i भने एरिया जस्तो हो। 1 बाट 2 सम्म 2 पाइ x इन्टु अंडर रूट 1 प्लस y डट स्क्वायर dx। अब हामीले के भनेका छौं भने चाहिँ i इज इक्वल टु इन्टिग्रेसन f dx भन्छौं हामी। जसमा चाहिँ यो f भनेको के भयो त
याफ भनेको चाहिँ यो dx भन्दा बाहेककोलाई हामीले याफ भन्ने चलन छ। उसो भए याफ भनेको 2πx इन्टु अंडर रूट 1 + y डट स्क्वायर, 2πx इन्टु अंडर रूट 1 + y डट स्क्वायर भनेको याफ भयो। अब हामीलाई मिनिमम यो आई भनेको मिनिमम हुनको लागि के हुनुपर्छ त डेल्टा भेरिएसन डेल्टा आई 0 हुनुपर्छ र डेल्टा आई 0 हुने कन्डिसन भने के हो त डेल एफ अपनमा डेल वाई माइनस d/dx डेल एफ अपनमा डेल वाई डट इज इक्वल टु 0। अब हामीले याफ त के भनेका छौँ त हाम्रो यहाँ याफ के आयो त भन्दा याफ त यो dx लाई छोडेर 2πx इन्टु अंडर रूट 1 + y डट स्क्वायर आयो। अब यसमा चाहिँ तपाईले यसो हेर्दाखेरि y छैन भने त याफ को डेरिभेटिभ y को रेस्पेक्टमा त 0 हुने भयो पार्शियल डेरिभेटिभ, किनभने यहाँ y छैन नि त। अनि डेल एफ अपनमा डेल वाई डट गर्ने हो भने यसको डेरिभेटिभ तपाईले गर्नुभयो भने सिम्पली अब x भनेको त अब y डट को रेस्पेक्टमा तपाईहरु डेरिभेटिभ गर्दै हुनुहुन्छ, त्यसो भएको हुनाले x कन्स्टेन्ट जस्तो भयो। अनि यो 1 + y डट स्क्वायर को डेरिभेटिभ गर्दा y डट अपनमा रूट ओभर 1 + y डट को स्क्वायर, त तपाईलाई गाह्रो भएन। अब यो चीजलाई तपाईले माथिको एक्सप्रेसनमा राख्नुभयो भने यो त 0 भयो, माइनस d/ माइनसलाई पनि 0 तिर पठाइदिउँ, d/dx डेल एफ अपनमा डेल y डट भनेको चाहिँ यो 2πx यति आयो, अर्थात d/dx टाइम्स यो 2πx y डट अंडर रूट 1 + y डट स्क्वायर। अब हामीलाई के थाहा छ भनेपछि यो क्वान्टिटीको डेरिभेटिभ चाहिँ 0 हुन्छ भने इट मिन्स यो क्वान्टिटी चाहिँ के हो त कन्स्टेन्ट हो। उसो भए अब यो 2π पनि कन्स्टेन्ट हो, त्यो भएर यसलाई पनि यतातिर फालेर यो कन्स्टेन्ट मानौ मैले a भनेर भन्दिए हैन। यो कन्स्टेन्ट यो पनि कुनै एउटा कन्स्टेन्ट आउला, त्यसमा यो 2π ले अपनमा गयो भने पनि आखिरमा कन्स्टेन्टै आउने हो, जसलाई मैले a भनेर माने। अब यो स्क्वायरिङ गर्दिउँ, स्क्वायरिङ गर्छ अलिकति सिम्प्लिफिकेसन गरौँ। यहाँनिर y डट को स्क्वायर भनेको x a स्क्वायर अपनमा x स्क्वायर माइनस a स्क्वायर आयो, फेरि y डट भनेको a अपनमा x स्क्वायर माइनस y स्क्वायर आयो र यसको इन्टिग्रेसन तपाईले गर्नुभयो भने y डट अथवा dy/dx हो नि त यो भने त, यसको तपाईले इन्टिग्रेसन गर्नुभयो भने यो त स्ट्यान्डर्ड इन्टिग्रल हो, तपाईले क्याल्कुलस भनेर बीएससी फर्स्ट इयरमा पढ्नु पनि भएको छ। यसको एक्सप्रेसन आउँछ y डट इज इक्वल टु यति भयो भने यो y भनेको a cos हाइपरबोलिक इन्भर्स x/a प्लस b भने एउटा कुनै एउटा इन्टिग्रेसन कन्स्टेन्ट हो। अब x भनेको चाहिँ के हो त भन्दाखेरि y माइनस b अपनमा a हो हैन। अब यो हामीले चाहिँ यसलाई चाहिँ यो तरिकाले यो b लाई चाहिँ यतापट्टि पठायौं भनेपछि के हुन्छ y माइनस b हुन्छ, a लाई त्यसको अपनमा लग्यो भने y माइनस b अपनमा a हुन्छ, हाइपरबोलिक इन्भर्सलाई उता पठायौं भने cos हाइपरबोलिक मात्र हुन्छ, cos हाइपरबोलिक y माइनस b अपनमा a, यो x भनेको यति आयो। र यो चाहिँ के को एक्सप्रेसन हो त व्हिच इज द इक्वेसन अफ द केटिनरी भन्छ हैन। यो कसको इक्वेसन हो त केटिनरीको इक्वेसन हो। त्यसो भएको हुनाले यो मिनिमम सर्फेस कुनै एउटा एक्सिसको अर्थमा कुनै बडी अथवा त्यो कर्भ चाहिँ रोटेट भइराखेको छ भने मिनिमम रिभोल्युसन भनेको चाहिँ कस्तो हुँदो रहेछ भन्दा जति बेला त्यो कर्भको शेप चाहिँ केटिनरी शेपको हुन्छ त्यति बेला त्यसको एरिया मिनिमम हुन्छ भन्ने। ओके, थ्यांक यू भेरी मच। यो सँगै हामीले चाहिँ क्याल्कुलस अफ भेरिएसनको तीनवटै एप्लिकेसनहरु सक्यौं। थ्यांक यू भेरी मच।